दाइ त्यो रातो बट्टाको कस्तो भाइ यार फेसवास चिन्दैनस् यसले मुख नुगेसम्म मलाई ठिकै लाग्दैन के यसले चाहिँ एकचोटि मुख धुनै पर्छ कि मलाई दाइ भए गफ नआने पहिले पिना बानीले मुख धुनु अझै फेसवास अरे भाइ यार ऊ त्यो बेलौती होइन दाइ त्यो बेलौती होइन अम्बा जाता भाइ 2 ग्राम टिपेर ले त खानु पर्यो मस्तसँग लै दाइ अम्बा मिठो रहेछ भाइ यार अम्बा त लास्टै न तुमा पे अर्का चोरी खाएपछि मिठो लागिजान्छ छ्या कस्तो फोडो के भाइ यार यस्तो पाराले इन्भाइरोमेन्ट पोल्युसन हुन्न के भएर हो के भाइ मलाई काठमाडौँबाट गाउँतिर आउनै मन नलाग्यो कि यही पाराले गर्दा दाजी यार तँ यसपालि गडाउन भिटाउनु पर्यो लोटा लिखिनु बस्ने त इन्भाइरोमेन्ट पोल्युसन हुँदैन अब यो बुङ्गुर पालेपछि इन्भाइरोमेन्ट पोल्युसन हुनु त्यस्तो होइन नि त भाइ पहिलाको जमाना एउटा थियो लाइफ स्टाइल चेन्ज गर्ने हो नि त ठाउँ यार यत्रो घर लागिसक्यो गाउँतिर यार भयो यार दाजु यार त्यसै फुर्तिनु मान्न काठमाडौँ 3 महिना मात्रै भयो हेर्न गफ मात्र लाग्यो बस्दैन त्यसो त